एभ्रिवान, हाउ आर यु अल अफ यु? आई होप सबैजना सन्चै हुनुहुन्छ होला। सो म फेरि पनि जोडिन चाहे केही मेसेज लिएर आएको छु। यो मेसेज गभर्मेन्ट सम्बन्धी, प्राइम मिनिस्टरसम्म पुगोस्। सो म के भन्न गइरहेको छु भने 100 रुपियाँको सामान मात्र एलाउ गरेछ अरे नेपालमा। त्यत्रो त्यत्रो कति कस्तो कस्तो सिन क्रिएट भयो, कस्तो के भयो, त्यो कुरामा कसैको फोकस छैन। न त अहिलेसम्म के एक्सन लिएछ। बगैदा मिडियामा आएर त्यो यताउता भन्यो, तिनीहरूलाई अहिलेसम्म के एक्सन लिएको छैन। त्यस्तो चिजमा केही फोकस छैन। जो गरिबलाई जहाँबाट लोस हुने हो, गरिबलाई जहाँबाट जे हुने हो, त्यही चिजमा ज्यादा फोकस छ। अहिले पनि अब हामीले यति ठुलो आशा गरेर, यति जेएनजी सबै मिलेर, जनता मिलेर त्यो बालेन्सालाई उठाए, अहिले सब कुछ गरे। अझै पनि बालेन्साले के गरिरहेछ यसको? अहिलेसम्म केही त्यति राम्रो राम्रो काम केही भएको छैन जहाँसम्म त। अब एउटा कुरा, जसको खेती छ, धेरै खेती होला, ऊ किसानी खेती किसानी गरेर खाउँला। जसको खेती छैन उसले कसरी खाने हो भन? तपाईँहरू भन्नुहोस्, कसरी खाने हो? जसको 5 कट्टा 4 कट्टा 2 कट्टा 3 कट्टा छ, उसले कसरी लगाउने? धान लगाउने कि चावल लगाउने? धान लगाउने कि गहुँ लगाउने कि त्यो लाही लगाउने कि दाल सब्जी? कसरी के गर्ने भन त? त्यो पोसिबलै छैन। सो त्यसैले गर्दा हामी त्यहाँ बोर्डर नजिक छौँ। सबै जति पनि छन् त्यहाँ जान्छन्, त्यहाँ हामीलाई सस्तो पर्छ। नेपालमा 400-500 रुपियाँ पाइने चिज त्यहाँ 100-200मा पाइन्छ। हरेक कुराहरू त्यहाँ जति नेपालमा महँगो छ, त्यहाँ किनभने 100मा 99% हामीलाई छुट हुन्छ त्यहाँ। हामीले अब त्यो सबै कुराहरू हामीलाई कम्फर्टेबल थियो। यो चिज अहिले बन्द गरिदियो, अनि कसरी हुने, के हुने भन्नुहोस् त? कि त्यहाँ नेपालमा यस्तो दोकान खोलेर सेलमा राखौ कि हरेक कुराहरू नुनदेखि लिएर सुनसम्म सस्तो पाऊ। सुनै 3 लाख 4 लाख रुपियाँ तोला छ त्यहाँ। कसरी हुन्छ? त्यही दाल चामल, त्यही मासु किन्न जाउँ, 400-500 रुपियाँ केजी पर्छ। इन्डियामा 100 रुपियाँ 150 रुपियाँ किलो पाइन्छ। ल भन्नुहोस् अब। तेल पनि त्यहाँको तेल 5 किलो तेल 2 किलो तेल ल्यायो भने 200-300-400सम्म आउँछ। त्यहाँ नेपालमा 1000-1200 आउँछ। कसरी हुने हो भन्नुहोस्? त्यही भएर यो सब चिजमा धेरै फोकस नगर्नुहोस्। जे चिजमा फोकस गर्ने हो त्यो चिजमा केही गरिरहेको छैन। अहिलेसम्म केही भए पनि छैन। बिचारा त्यस्तै रेप गरेर कस्तो कस्तो गरेर कसरी तडपाई मर्डर गरेर मारेर तिनीहरूको आमा बुबालाई कस्तो बित्या होला। अहिलेसम्म तिमीहरूले एक्सन लिएको छैन। अहिलेसम्म तिनीहरूको केही चिजको उनलाई केही उही छैन। खाया छन्, पिया छन्, मौज मस्तीमा छन्। भ्रष्टाचारीहरूलाई अहिलेसम्म तपाईँहरूले केही गरेकै छैन। खालि गरिब जनताहरूलाई सताया छ, यो गरेछ, ऊ गरेछ, यस्तो हुँदैन उस्तो हुँदैन। सरासर यो एकदम झुटो, एकदम गलत हो। यो धेरै नराम्रो चिज हो। यो तपाईँ जो गरिरहेछौ नि अहिले, यो धेरै नराम्रो हो मेरो थिङ्किङमा त है। अरू अब के कस्तो भन्छु, आफ्नो प्रक्रिया राख्नु होला। तर म त जहाँसम्म भन्छु, यदि सबै कुराहरू यो छुट गराउँछु नि ठिक छ, केही छैन। तर आफ्नै नेपालमा त्यही रेटमा, त्यति लेभलमा, त्यही वामा सस्तो पाउने गर्नुहोस्। न स्यालेरी बढाउनु हुन्छ, न त केही रोजगारी छ, न त केही छ, न त केही छ। जहाँबाट हामीलाई फाइदा हुने त्यहीँबाट तिमीहरू त्यो गर।